8 गते आज 8 गते है। बिहान कति बज्यो अहिले गरि हेर्नुस् न घडी 8 बज्यो है। 8 बजेको ठ्याक्कै समयमा चाहिँ हामी चाहिँ जङ्गल सफारी भन्ने निस्केका छौँ होइन। नास्ता क्रम यति मात्र चोकमा है। सायद यही होला गाडी हाम्रो कुदिरहेछ होइन गाडी होइन मोबाइल खाली गाडी त्यो पनि म देखाइदिन्छु होइन। आजको बिहानको नास्ता सिकार भन्ने यति हो होइन। सिकार होइन त हो यसले एउटा ढलाइसक्यो त पेट खराब भएको। अब त्यहाँ गइसकेपछि के देखिन्छ हामी नेक्स्ट भिडियोमा तपाईँहरूलाई त्यहाँ यसमै एडिट गरेर देखाउनु प्रयास गर्छौँ है। देखियो सनबाथले देखाएछन् होइन। हामीले लिएको तर अलिक गरम रहेछ यहाँनिर। अरू छैन खै अरू गइदेखि ठाउँ अन्त चिजहरू देखिने ठाउँ खै जिप। तपाईँले के भन्न चाहनुहुन्छ खै के हिजो अनि कता बस्नुभयो के गर्नुभयो केही यो विषयमा बताइदिनु सक्नुहुन्छ कि? सौराकै नजिक। अनि अरू कस्तो लाग्यो? छोटा हात्ती अनि घोडा राइड गरेर कति मजा आयो त? अनि आजको प्लान के छ कस्तो छ के गर्नु? जिप सफारी आज जिप सफारी भनेर बुकिङ गर्न लाग्यो। 9 बजे भनेको 11 बजे बजिसक्यो। कति बजेर अहिले खास? 8:22 भए रहेछ। अनि अब हामी के गरिन्छ त? अब एकछिन यहाँ फोटो खिच्ने अनि त्यसपछि अर्को ठाउँमा बुकिङ गर्ने अनि कुन ठाउँमा छ? सौरा भन्ने ठाउँमा हेर्न सक्नुहुन्छ। खै फोटो खिच्नु पऱ्यो। अब यो अहिले चाहिँ अहिलेलाई चाहिँ यो भिडियो चाहिँ अहिले क्लोज गर्छु होइन। यो चाहिँ हामी एक्ज्याक्ट यही ठाउँमा छौँ ल। बोल्दिनँ हामी अहिले चाहिँ कारण कि हामी चाहिँ जिप सवारी जानु भनेर हिँडेको हो होइन। भनिरहनु नपर्ला जिप यहीँ छ हामी यहीँ छौँ। गुरुजी हुनु न पछाडि सिटमा मान्छे चाहिँ भएन लाउन कोहीजना आउनु पऱ्यो एक दुईजना। घडी देखाउन मोबाइलमा भयो कि यति बज्यो खै घडी देखाइदियो अरे जिपेको भनेको जङ्गल सफारीको लागि निस्कियो भर्खरै 10 बजे गाडी हिँड्यो। अब कति घन्टाको लागि? 4 घन्टाको लागि त्यही हो कुरो। अब एकछिनमा अपडेट दिँदै गर्छौँ। चिमटे गई देखियो ल एकछिन पाउनु है हामी है।
धुलो खान्छ कि अलिकति अगाडि गर्नु अनि रोक्नु बन्द कतै सिपु तिमीलाई हेर उतैसँग छ बिस्तारै यो जुन देख्यौ हल्ला गर्नु भएन भने चाहिँ नजिक पनि आउँछ खानेकुरो दिनुहुन्न अहिले पेट गडबड भइहाल्छ नि हजुर छ हेमभन्दा 2टा अगाडि कहाँ अहिले भर्खर मात्रै हामीले इम्पोर्टेड डियर मात्रै देखिएको छ अब अरू नेक्स्ट चाहिँ हेर्दैछौँ अब यो अलिकति घना जङ्गल चाहिँ बल्ल आइरहेको छ हजुर चरनको लागि निस्किन सक्छन् भन्ने चाहिँ हाम्रो के यार जाम भने जस्तो गर्दो ढकाले जस्तो गर्दो पछाडि जाने ढकाल दस मिनटको हामी ब्रेकमा छौँ होइन यो दराई थारू के भन्दो रहेछ कुमार यो चाहिँ बन्द भयो अरू चाहिँ बनाउँदो रहेछ होइन अनि यहाँ चाहिँ हाम्रो ड्राइभरले कुदिरहनु भएको छ होइन यो चाहिँ आफ्नै ह्यान्डमेड रहेछ हामीले यहाँ किरिङ यहाँ खोजिराखेको छ दुईजना म यो पी लेखेको खोज्दैछु तिम्रो भेट्दिनँ नि मैले चाहिँ गोफन कता जति नै खाने बी छैन तिम्रो हेर किनिदिएर कसैले किनिदियो भने लिने हो नत्र लिन्न होइन अहिले चाहिँ हामी चाहिँ एकदम के छ खै हेरौँ राति बस्नलाई हुँदा हो देखेन हौ गरेर बास बस्न आउँछ हजुर अलिकति पछाडि गर्न अलिकति कहाँ सुते तर क्यामेराले पनि भेटेन बरु उहाँ हरिण देखेको थियो होइन अब हामी निस्क्यौँ अब हामी जिप सफारी जङ्गल सफारी गरेर निस्किए ल फाइनली आजको चाहिँ घुमघाम पनि लगभग जङ्गल सफारी गरियो अनि त्यसपछि खानासाना खाएर बिहानदेखि हामीले के गरियो बिहान उठ्यो नुहाइधुवाइ भयो है जङ्गल सफारी भयो खानासाना खाइयो अब चाहिँ हाम्रो पालो चाहिँ फर्किने हाम्रो आफ्नो रिटर्न टु कुटी हाम्रो कुटी भन्छ कि त्यसलाई अब आजको लागि चाहिँ अब केही नयाँ फेरि आज दिनमा केही गरिरहेछ भने फेरि यसमा एड गरिन्छ आजलाई यति नै है तिमीहरूको भनाइ केही छ त्यसपछि हामी अब त्यहाँ बसेर कपी कलम लिएर अब फेरि नयाँ टुर नयाँ गन्तव्यको बारेमा योजना बनाइन्छ पोखराको त साथीहरू पुसमा बनाइएको छ पोस्टपेन्ड भयो आज जाने प्लान थियो आज यो सकाइसकेपछि कति बज्यो अहिले 1 बजिसक्यो अन पब्लिक डिमान्ड होइन हामी चाहिँ ठ्याक्कै 11 बजे निस्केको थियौँ होइन अनि त्यसपछि हामी चाहिँ 2 घन्टाको घुमाइ गर्दाखेरि ठ्याक्कै 1:15
1:15-13 भइसकेको छ। त्यो टाइमिङ चाहिँ मिलिरहेको छ हाम्रो। प्लान यो खास पोखरा जाने पनि थियो, तर हामी चाहिँ पोखरा ढिलो भएको कारणले यहाँदेखि हामीलाई निक्लिन नै ढिलो भयो क्या। खास चाहिँ 11 बजे चाहिँ यहाँ आइसकेको भए चाहिँ आजको लागि हामी पोखरा गइन्थ्यो, तर त्यो नभएको कारणले चाहिँ हामी चाहिँ यो प्लान चाहिँ पोखरा जाने चाहिँ पोस्टपोन भयो। तर यो टुर चाहिँ अब अरू अब अनएक्सपेक्टेड जे बिचमा प्लान हुन्छन् त्यो अगाडि भयो भने चाहिँ तपाईँहरूलाई अपडेट गराउँदै गरिन्छ। अहिलेलाई चाहिँ आजको लागि चाहिँ यहीँसम्म हुन्छ कि अब पछि साँझखेर कतै गइयो भने अथवा स्ट्रिट भ्यू यताउता घुम्न यताउता गऱ्यो भने चाहिँ त्यो चाहिँ तपाईँलाई जानकारी गराइन्छ। केही छ भन्नु? छैन हामी छैन ल। ओए खुसी छन् हेर मक्क परेछन्, गाला पुटुस्स भइसक्यो यिनीहरूको किन के। ए अँ ओके, आज डे 3 है। हामी चाहिँ अब यहाँ 8 बजिसक्यो है। अब चाहिँ हामी निस्केर चाहिँ होटलबाट चेकआउट गरेर नुहाइधुवाइ गरेर फ्रेस भएर अनि अब चाहिँ हामी चाहिँ त्यो होटलमा खासै नहुने भएर हामी यहाँनिर आइसकेको छौँ नास्ता खाने ठाउँमा। अब हामी चिया यहाँबाट पिएर निस्केर डाइरेक्ट देवार जाने कुरो हुन्छ। अनि त्यहाँनिर थोरै खाना खाएर अनि त्यसपछि हामी चाहिँ घर निस्किने भन्ने प्लान छ। अब यो बिचमा चाहिँ अरू केही नेक्स्ट थप केही भयो भने चाहिँ तपाईँहरूलाई अपडेट गराइन्छ, तर एकचोटि चाहिँ देवगाड गएर ल यस्तो छ है भनेर तपाईँहरूलाई देखाउने प्रयास चाहिँ गरिन्छ। यसमा मेरो साथीहरू चाहिँ यहाँ 2 जना हुनुहुन्छ, उहाँले चाहिँ गोकुलले जे भने सबै सही हो होइन। यिनीहरू रसिला पटिला चमकदार भइसकेको छन्, यिनीहरूको माइन्ड पनि एकदम फ्रेस भइसकेको छ। हिजो बङ्गाल सफारीमा बाघ घैँडा हात्ती हरेन हो, अनि त्यसपछि माछा चिम्टे गई, स्पेसल्ली त चिम्टे गइमा त यिनीहरू भिजा भएर आज पनि जाम भन्दैछौँ, तर यिनीहरूलाई म कसरी ए अँ त्यो घोडा जस्तो लाइफ टाइम एक्सपिरियन्स यस्तो मजा आयो नि त्यो भन्दै त जीवन त्यो अझै गरम